मोरी भाइ बटबटे हान्नुपर्छ चटपटे चटपटे ल दाइ बोसो पनि टुक झर्नु थालिसक्यो अहिले लास्टमा चाखेर उयो गर्नुपर्छ आज त म त ह्याप्पी नै उठाउँछु किनभने चिउरा र भुजासँग छ नि त चिउरा भुजा होइन मैले धेरै कति दिन भइसक्यो 1 विक भइसक्यो 1 हप्ता भइसक्यो मैले मासु पनि नखाएको अनि मलाई कस्तो मनमा भइरहेछ मलाई पो थाहा छ त मासु नखानुको पीडा म चाहिँ 8 देखि 10 वटा पिस चाहिँ म हान्छु सेतो सेतो यो कागतीहरू चाहिँ भरै टक्कसँगले निचर्ने छर्र निचरेर भुइ कस्तो हुन्छ सेन्ट त आएन त अनि सेन्ट यो खोल्नै बाँकी छ नि त यो त छोपेर भ्लग भ्लग बनाउनु हुन्छ हामी नुन पनि लिएन नुन होइन गुनगुल्याउ पित्तलको सुन पायो होला हाम्रो आजको भ्लग चाहिँ मासु पकाएर खाने कुरा हो केटाहरूको सबैजनाले हेरिदिनु ल आज चाहिँ वाइल्ड खाइन्छ सुँगुरको बसै बसो है नखाने केटाहरू पनि छ त्यसैहरू कुखुरा पनि छ कुखुरा मिलन कति 5 केजी मासु हो यो कति हो एमटीमा भनिदिनु त 2 केजी हो सुलुलु वाक्का दिक्क थक्क हुने गरी खाने भन्नु नि तपाईँ वक्क दिक्क ठिक्क हुने गरी खाने अरे सधैँ सधैँ खान छोला नि त सुँगुर त अमै सुँगुर कस्तो खाँदिनँ खाँदैछ ल ठिक छ भनेपछि सबैले सुँगुर खाने रहेछ घरदेखि बाहिर मात्र हो क्या कुखुरा क्यान्सल गरिदिनुपर्छ होला भनेपछि अब कुखुरा दाइ छँदैछ पकाएर हाल्नुपर्छ ग्रेभी आजलाई पनि सुँगुरको टक्क बनाएर होइन घरदेखि बाहिर हो घरभित्र चल्दैन बाहिर मोरी भाइ बटबटे हान्नुपर्छ चटपटे चटपटे वाउ अन्त के भयो तिमीलाई आज सिरियसमा छौ त कसैले धोका दिएको होइन नि मलाई धोका दिन त दाजुमा भनिदिनु न बाबालाई भनिदिन्छु कि याद आयो कि हो अनि तिमीलाई त धोका दिए जस्तो सिरियसमा बसिरहेको त होइन त्यसो यहाँ कुकहरू हेर्दैछौ कस्तो लाग्दैछ तिमीलाई कुकहरू अहिलेको कुक ठिकै लाग्दैछ अब हेर्नु कुक भएपछि थाहा हुन्छ अब चखनी हालेपछि बताउँछ पनि खतरा खान्छ मसलादार मसलादार हो ल्याउ न अलिक ठिकै छ भन्छ दा एउटा मिनी पनि ल्याउ ल मिनीबाट सन्जोगले सन्देशले पकाउँछ सधैँ दामी पकाउँछ नि अब भाइले पकाउँछ तपाईँ अरे हालिदिनु भएको मासु तपाईँ हाल्दैछ अर्को एक प्लेट छ ल एक प्लेटको लागि अब कुखुराको बानी अहिले कुखुराको छ नि त ए कुखुराको छ अब कुखुराको अहिले केटाहरू नखानेले अहिले चाहिँ हामी यहाँ भण्डारी ल दाइ बोसो पनि टुक झर्नु थालिसक्यो साथ लगाउन चिज सर के हाल्नु भएको हाम्रो चाहिँ सल्ट इङ्ग्लिसमा नेपालीमा चाहिँ नुन हुन्छ अहिले लास्टमा चाखेर उयो गर्नुपर्छ पुरा फेसबुकमा अब म लाइभमा बस्दाखेरि गीतै गाउनु पर्ला जस्तो भइरहेछ मलाई सबैले गीत गाउनु भन्छन् होइन अब मलाई चाहिँ हल्का त्यो चाहिँ के भन्छ गाइदेऊ नि त एउटा कस्तो गाउँदो रहेछ सुनिदेऊ अब अहिले त सबिन राई हान्नु त अहिले त मोडै छैन नि त मोड बेला बेलामा आउँछ नि त अहिले मोड छैन मोड बनाउनु न यस्तो हो क्या होइन ठिक छ कि त्यो भर्खर बिरामी भएर पनि भर्खर तङ्ग्रिँदैछ नि त तपाईँको स्वर नि हामीले रियलमा सुनेको बिमारी हुँदा कस्तो हुन्छ भन्ने खालको बिरामी हुँदा त फाकै छ नि एकलट सबिन राई हान्दिनु न त यहाँ अहिले खाएकोलाई टक्का अडियन्स वाइज होइन अहिले खाएकोलाई हाल्नु ल नि त के भयो त अहिले मैले त यहाँ देखेको एमटीले पो एकलट दे अभिषेक मेरो स्वर झन् फाक्का छ त हेट दामी दिन्छस् अभिषेक होइन तर तिमीले हाइटमा चाहिँ खतरा हान्दो रहेछ भन्ने मैले बुझेँ म त भिडियो हालिदिनु पर्यो भनेको अस्तिको चाहिँ के हो त आएन त
यस्तो बेला साथीभाइहरूलाई सम्झिनुपर्छ क्या अब आर्थिकले नसके पनि होइन सोध्छ तिम्रो आज त म त ह्याप्पी नै उठाउँछु किनभने चिउरा र भुजासँग छ नि त चिउरा भुजा होइन मैले धेरै कति दिन भइसक्यो 1 विक भइसक्यो 1 हप्ता भइसक्यो मैले मासु पनि नखाएको अनि मलाई कस्तो मनमा भइरहेछ मलाई पो थाहा छ त मासु नखानुको पीडा भनेपछि 1 केजी 1 केजी त खाइसक्दैन नि त पोसिबलै छैन कि अहिले 5 जना छौँ 5 जनामा हामीले 3.5 केजी छ मासु होइन अब कुखुराको पनि छ कुखुराको चाहिँ अब खै खान्छ खाँदैन केटाले खाँदैन पनि भन्छ सबैले सुँगुरै खाने भन्छ र पनि खाइसक्दैन सुँगुर पनि बस्छु छ म चाहिँ 8 देखि 10 वटा पिस चाहिँ म हान्छु सेतो सेतो मासु खाने भनेको मकी भन्छ म अनि सन्देशले पनि उठाउँछ दरै यसले अहिले चटपटे भेटा भने मासु यसलाई पुग्दैन यति 3 किलो सुँगुरको हानिदिएको आमा अनि अघि भनेको अलिक मासु झप्नु पर्छ नि त 3.5 केजीले कहाँ पुग्छ होइन त अब पुऱ्याउनु पर्छ भुजा सुजा म त 3.5 केजी सकाउन नि 3 महिना लाग्छ 3 केजी 3 महिना त्यही होइन भान्जा केटाहरूलाई चाहिँ म के भन्छु भने पैसै सबभन्दा ठुलो कुरो होइन क्या होइन त्यो होइन मन भयो भने पनि 2-4 केजी मासु 2-4 जनाले मिलेर खान सकिँदैन पैसै सबभन्दा ठुलो कुरो हुन्छ मन न हो वाउ पेस्ट हालेको अहिले के हाल्नुभयो जे जाउँ न खाँदै गर हौ ल के हाल्ने नि सुकुटी छ त्यहाँ सुकुटीहरू हुँदैछ हाम्रो टमाटर प्याज सुरुमा प्याज होइन प्याज त अघि हाल्नुपर्छ कि नो प्रब्लम लाइक ग्रेभीमा होइन बसिहाल्छ खाँदै गर न म पकाउँदै गर्छु क्या उता गएर एकछिन म पकाइहाल्छु नि हो मलाई होइन नुन अलिक हाल्नु त र सर कहाँ सिक्नुभयो गरे तपाईँले यो मैले घरमै अब रेडी भएको अवस्था हो राज सर यो यस्तो हुन्छ क्या सुँगुरको मासु जहिले तहिले यो चाहिँ ट्याक्कसँगलाई अनि छोपिदिनुपर्छ एकछिन अनि चाहिँ दामी हुन्छ क्या यो कागतीको चाहिँ यो सेन्डहरू चाहिँ यसमा छिर्छ क्या त्यस्तो हो दुबई रिटर्न छ नि त कुकमा त कति साल गर्नुभएको अरे म वेटर गरेको हो कति साल 2 साल अब यसको चाहिँ त्यो कागतीको रस चाहिँ त्यो कागतीको सेन्ट चाहिँ सरर फिजिन्छ क्या अनि मासु झन् वाइल्ड हुन्छ क्या खानाको लागि चाहिँ अझै दामी हुन्छ यसले स्वास्थ्यलाई दामी पनि गर्छ है यो कागतीहरू चाहिँ भरै टक्कसँगले निचर्ने सरर निचरेर भुइ कस्तो हुन्छ याद गर्नुहोस् तपाईँहरू यहाँ कार्टुन ल्याऊ राज सर पाकेको हो मासु पाकिसकेको छ होइन प्लास्टिकले त यसमा सन्देशको ठुलो हात छ होइन यो पकाउनेमा चाहिँ मैले चाहिँ अलिअलि धनियाँ छ नि कागती सागती सिकाएको मात्रै हो अभिषेकको अनि अभिषेकको पनि ठुलो भूमिका छ त्यहाँ अघि कस्तो दामी दिएको छ बाबु कार्टुन ल्याउ म त म्युजिक सुन्दै थिएँ मखी भाइ अनि कति जान्छ अब लास्टमा आज के हो मलाई यसै बनाइराखेको छ नि त के हो यो शैली आउँदैछ सेन्ट त आएन त अनि सेन्ट यो खोल्नै बाँकी छ नि त यो त छोपेर कि लागिरहेको छ अनि त्यो प्लास्टिक पक्रिँदैन बाबु ल्याउ सुँगुर एउटा ल्याउ न बोटुको ल्याउ न एउटा आजको चाहिँ हाम्रो खाना चाहिँ छैन भुजा सुजा सेन्ट आयो त मखी भाइ कस्तो छ दामी छ मेरो आज चाहिँ हाम्रो सब कम्ती सुत्दैछ अब भइ पुगिहाल्छ नि कतिवटा चाहियो ल बाबु हौ ल ला ला सन्देश भाइ सम्झी मार्ले ल मेन कुक चाहिँ सन्देश हो सन्देश डटफल देख्नु भएन अघि तन्के हिँड्दै सुन्यो दामी अलिकति पेस्टै बढी भयो आउँदैछ त सादा आउँदैछ खोइ बसो ल यस्तो खालको ल्याएको छ
धेरै दिन भएको थियो मासु नखाएको बिरामी भयो आज चाहिँ खाएको भ्लग बनाउनु हुन्छ नुन पनि लिएन छैन आएको म यहाँ आज मासु पकाएर खाने काम थियो मौसममा कस्तो छ आज के भयो किन सिरियसमा छौ तिमी बिरामी छु क्या पिजनको याद आएको हो कि अरू कसैको याद आएको हो कि पिजनको साह्रै याद आएको छ पिजनले पिजनलाई चाहिँ राजुमा ल्याउनु पर्छ क्या त्यही के भन्छ त पिजनलाई भिडियोबाट मिस यु पिजन साथी आँखा भिजेको छ सपना जिन्दैछ journey from pain to purpose. अरे यसो फुटबल हेर्न अब चाहिँ यहाँ हामीले सो धेरै दिन पछाडि हाम्रो भिडियो अब कन्टिन्यू लगभग कन्टिन्यू नै हुन्छ हामी यहाँबाट यसो अलिअलि के खायौँ होइन अब हामी जाँदैछौँ अब हामी यहाँबाट निस्किने क्रम भइरहेको छ सो यहाँबाट निस्किन्छौँ अब जोस् अब आज चाहिँ 1 हप्ता जति नै भइसक्यो होला भिडियो पनि त्यस्तो आएको पनि छैन सबैजना बिरामी पनि थियो अनि अब चाहिँ हल्का धेरै रिकभर भएर चाहिँ हामी अब फेरि हामी स्टार्ट गर्छौँ हाम्रो जर्नी चाहिँ होइन अब यस्तै हुन्छ हाम्रो चाहिँ अब गाउँघरलाई अब देखाउने यस्तै अब बिस्तारै राम्रो भिडियोहरू पनि आउँछ होइन अभिषेक भन्दा आउँछ नि राम्रो भिडियोहरू पनि सो अब यति भन्दै चाहिँ हामी घरतर्फ नै लाग्नेछौँ अब तपाईँहरूले चाहिँ भिडियो चाहिँ फुल वाच गरिदिनु होला होइन सो सबैले माया गरिदिनु भएको छ माया अझै देखाइदिनु होला भन्दै म चाहिँ यहाँबाट लाग्छु है हस् त धन्यवाद मतवालीले बनाउनु भने अर्को हुन्छ दिएको त नि मेरो स्टाइल लुक्छ अरे राति त केटीले क्या गुनगुल्याउ पित्तलको सुन पायो होला जुन रस रमाइलो